हेलो। आज के एउटा कुरा भन्छु है। संसारमा के सबैभन्दा धेरै झगडा कोसँग हुन्छ थाहा छ? दिदी बहिनीसँग हुन्छ के सबैभन्दा धेरै झगडा। दिदी बहिनीसँग किन झगडा हुन्छ धेरै भन्दा हामी दिदी बहिनी भनेको एक अर्कालाई रिस पोख्छौँ के, आफ्नो मनको वेदनाहरू पोख्छौँ कि हामी एक अर्काको रिस गर्दैनौँ के। दिदी बहिनीले हामी एक अर्कासँग रिस पोख्छौँ, हाम्रो इमोसन्सहरू एक्सप्रेस गर्छौँ के। अनि त्यही भएर मलाई के लाग्छ भने संसारमा के हरेक मान्छेसँग 24 घन्टै हुन्छ कि 24 घन्टै हुन्छ। अनि आकाश पनि फराकिलो छ, यो धरती पनि फराकिलो छ। हामीले जे प्राप्त गर्छौँ नि यो धरतीमा, द्याट डिपेन्ड्स अन आवर भाग्य र कर्म। दुवैको मिक्स भएपछि मात्र हामीले हाम्रो जिन्दगीको फल प्राप्त गर्ने हो कि। वी डोन्ट ह्याभ टु बी जेलस, we don't have to be like conservative mindset लिएर हामी चाहिँ हिँड्नु हुँदैन के। हामी कस्तो प्रकार अचम्मै लाग्छ कि कसैले उन्नति प्रगति गर्यो भने, कसैले केही प्राप्त गर्यो भने वी फिल जेलस। यो नेचुरल फेनोमेना हो, तर वी शुड नट जेलस अफ अदर अचिभमेन्ट के। म चाहिँ केमा बिलिभ गर्छु भने वुमेन इम्पावरमेन्ट, प्रोग्रेस, ग्रोथ, इम्प्रुभमेन्टमा बिलिभ गर्छु कि आफू पनि अगाडि बढौँ र आफू वरिपरि भएको मान्छेलाई पनि अगाडि लैजाउँ। सबैजनाले आफ्नो ड्रिम्स एचिभ गरेको मनपर्छ कि मलाई। लाइक कहिले पनि they have been in a greater positions, they have achieved so many things in life भनेर मलाई jealous feel भन्दा पनि I've been inspired by them के। yeah, they have done so much struggle in their life, they have been so many up and downs in their life, and still they are growing, glowing and achieving so many things. त्यसैले don't judge people and don't be jealous के। just be inspired by their progress. like यो जुन 30 देखि 35 इयर्सको एजमा हुनुहुन्छ नि जो पनि, I think this is the one of the most प्रेसर अफ द लाइफ के। यति धेरै प्रेसर हुँदो रहेछ कि यो लाइफमा, फ्यामिली, करियर, जब, एजुकेसन्स, सबै चिजलाई चाहिँ यो भित्र एचिभ गर्नु, उता फ्यामिली पनि अगाडि बढाउनु छ, उता करियरमा पनि अगाडि छ, उता प्रोफेसनल लाइफ पनि अगाडि बढाउनु छ। अनि अझ हाम्रो नेपाली समाजमा त 30 वर्षभित्र विवाह हुनु पर्यो, पढाइ कम्प्लिट गर्नु पर्यो, घर घडेरी किन्नु पर्यो, एउटा सेटल जब हुनु पर्यो भन्ने मानसिकता बोकेर हिँडेका छौँ कि हामी। आई डोन्ट थिङ्क लाइक एभ्री वान क्यान गो स्ट्रेट फरवर्ड। सबैको लाइफ चाहिँ स्ट्रेट हुँदैन कि। दे हेभ लाइक अप एन्ड डाउन्स, फाइनेन्सियल, फिजिकल, इमोसनल, धेरै प्रब्लम्सहरू लाइफमा आउँछ जान्छ र त्यो लाइक पर्मानेन्ट हुँदैन। दे आर टेम्पोररी। सुख होस् या दुःख, दुवै चिज टेम्पोररी हो कि। वी हेभ टु, हामीले चाहिँ भनेको छ नि चार्ल्स डार्विन्सको इभोल्युसन्स, एडप्टेसन्स थ्योरी, जो मान्छेले यो इन्भाइरोमेन्टसँग एडप्ट गर्न सक्यो त्यो मान्छे दे आर अलाइभ। लाइक डाइनोसोरको इरामा डाइनोसोर्सले
यो इन्भाइरोमेन्टसँग एडप्ट गर्न सकेन, तिनीहरूको जेनेरेसन्स इन्ड भयो। जो मान्छे, जो प्राणीलाई, ह्युमन बिङहरू हुन्छ नि, जसले एडप्ट गर्न सक्यो, हरेक सिचुएसन्सलाई एडप्ट गर्न सक्यो, त्यो मान्छे नै अगाडि बढ्दो रहेछ के। हामीले सिचुएसन्सहरूसँग लड्न सिक्नुपर्छ, आफ्नो प्रब्लमहरूसँग लड्ने हो कि दुनियाँसँग लड्ने होइन। यु हेभ टु फाइट विथ योर स्ट्रगल, विथ योर इमोसन्स, विथ योर फाइनेन्सियल एन्ड फिजिकल प्रब्लम। त्यसैले समुद्र ठुलो छ, जसले समुद्रमा पौडिन जान्यो उसैले हिरा प्राप्त गर्ने त हो नि। त्यसैले आफू पनि अगाडि बढ्नुहोस् र अरूलाई पनि अगाडि बढ्ने मौका दिनुहोस्, साथ दिनुहोस्। जस्ट बी सपोर्टिभ, डोन्ट बी जेलस अफ एनिथिङ के। यो भाग्यमा जे लेखेको छ नि त्यो त प्राप्त हुन्छ। र कर्मको फल भनिन्छ नि, कर्म लाइक म के सोच्छु भने लाइक हामीले जुन दुःख पाइरहेका छौँ नि त्यो हाम्रै कारणले हो कि हामीलाई विदेश आउनु पर्यो, हामीलाई धेरै पढ्नु पर्यो, त्यो हाम्रो रोजाइ हो नि त, कसैले हामीलाई फोर्स गरेको त होइन नि त। लाइक नेपालमा थपक्क बसेर ल 12 पास मात्र गर्ने, खेतीबारी गर्ने, स्कुल पढाउने, आम्दानी भइरहेछ, जिन्दगी चलिरहेछ भन्ने सोच राख्यो भने हामीले खासै धेरै दुःख त पाइँदैन। तर यो पनि प्राप्त गर्छु, त्यो पनि प्राप्त गर्छु, आई विल बी देयर, आई विल डु द्याट दिस भनेर जुन एक्सपेक्टेसन्स हामीले आफूप्रति राखेका छौँ नि त्यो प्राप्त गर्नको लागि त स्ट्रगल गर्नै पर्छ। So keep smiling, keep growing and keep supporting each other for better upliftment. Thank you.